सो हाम्रो अब यता स्प्रिङमा हुनुहुन्छ हाम्रो दाइ सुरज पौडेल है गाइज। अहिले चाहिँ हामी झिरबाजको बाटोमा चाहिँ हिँडिरहेको छौँ। यताबाट हाम्रो प्लानिङ चाहिँ अब यहाँबाट चाहिँ मजुवा झरेर जाने भार्से भन्ने प्लानिङ भइरहेको छ। सो अहिले हामी चाहिँ गौँडाकोटबाट चाहिँ झिरबाजतिर लागिरहेको छौँ है त। हेलो गाइज, सो आज हामी चाहिँ भार्सेको टुरमा छौँ गाइज होइन। बाटोको अवस्था चाहिँ एकदम खतम छ है गाइज। अब बर्खाको बेला पानीले पनि खोलिराखेको छ। हाम्रो पोखरा कहाँ स्कुलमा झर्नु नै? ए हुन्छ भाइ, हुन्छ ल ल ल। सो गाइज हामीले चाहिँ गौँडाकोट आएपछि चाहिँ हामी चाहिँ पछाडि यहाँ देख्न सक्नुहुन्छ दुईजनाले चाहिँ लिफ्ट दिइसकेको छौँ होइन। उहाँ चाहिँ काभ्रे पोखरा झर्ने अरे। अब हामी उहाँलाई ड्रप गरिसकेपछि चाहिँ तल मजुवामा झर्छौँ अनि मजुवाबाट चाहिँ हामी ठाडै उकालो लागेर भार्सेतिर लाग्नेछौँ है त। सो गाइज हामी चाहिँ फाइनली झिरबाज पुगिसकेको छौँ है। हाम्रो दुईजना साथीहरू चाहिँ बाइकमा हुनुहुन्छ। सो उहाँहरू चाहिँ यहाँ आएर चाहिँ हामीलाई चाहिँ कुरेर बसिराख्नु भएको छ। के छ हालखबर के छ? अलि अगाडि जाँदाखेरि कस्तो फिल भइरहेछ तिमीहरूलाई? यो ठाउँलाई चाहिँ के भन्छ? जुगुम हटिया। सो हामी चाहिँ जुगुमको हटियाबाट चाहिँ लेफ्ट लागिसकेपछि चाहिँ अब सिधै हामी मजुवा झर्छौँ होइन दाइ। अफरोडको मजा लिइरहेको छन् केटाहरू चाहिँ होइन। बाटो चाहिँ डेन्जर। सो गाइज अहिले चाहिँ हामी मजुवा अब झर्न लागिसकेको छौँ। अब लगभग 4 देखि 5 मिनटमा चाहिँ हामी मजुवा झर्छौँ। यो चाहिँ अहिले मजुवाको खोला देखिरहनु भयो। हेलो सो गाइज अहिले चाहिँ हामी चाहिँ मजुवा पुगिसकेको छौँ गाइज। अब हामी चाहिँ मजुवामा एकैछिन खाजा खाएर है त्यसपछि अगाडि बढ्नेछौँ। र अहिले हामी चाहिँ अर्याल होटलमा चाहिँ अहिले खाजा खानालाई रोकिसकेको छौँ। र ये हाम्रो गाडी इधर है गाइज ल। सो निकै नै रमाइलो अनि एक्साइटेड मोमेन्ट भइरहेछ गाइज होइन। अब यहाँबाट म चाहिँ फर्स्ट टाइम हो भार्से भन्ने ठाउँमा जान लागेको है। अब अहिले चाहिँ अब मजुवामा हामी पुगिसकेको छौँ। मजुवासम्मको बाटो चाहिँ एकदमै नै अफरोड थियो गाइज। अब यहाँदेखि बाटो अहिले यहाँ त पिच छ र यहाँदेखिबाट यहाँको अगाडिको भिडियो के अरे बाटो चाहिँ कस्तो छ हामी तपाईँलाई अपडेट गर्छौँ है त गाइज। दाइ ओए राजु सो गाइज अहिले चाहिँ हामी मजुवाबाट चाहिँ खाजा खाएर अब चाहिँ हामी भार्सेतिर लाग्ने क्रममा छौँ है। र हाम्रो गाडी पनि अब फर्किसकेको छ। सो गाइज हाम्रो चाहिँ अहिले चाहिँ ड्राइभर चेन्ज भइसकेको छ र अहिले चाहिँ ड्राइभर राजु कार्कीज्यूले चलाइरहनु भएको छ। अलि बिस्तारै। सो गाइज हामी चाहिँ खैरेनीबाट भार्से जानको लागि लगभग 1 घन्टा हिँडेर माथि आइसक्यौँ गाइज। माथि आइपुग्दाखेरि चाहिँ बाटो ढलान हुने प्रक्रियामा रहेछ। ढलान हुँदै रहेछ बाटो चाहिँ। अनि बाटो चाहिँ पुरै बन्दै गरिदिइसकेको रहेछ कि तल एटलिस्ट होइन बोर्डहरू लगाउनुपर्छ होइन। मान्छे धेरै उकालो चढेर आइसकेको छ। अब यहाँबाट चाहिँ हामी कसरी जाने भनेर चाहिँ सोच्दैछौँ, यहाँ सल्लाह गर्दैछौँ है कसरी हुन्छ त है। अब नेक्स्ट अर्को भिडियोमा है त। केही भएन हौ, केही भएन। वात्तै लगाइ हिँडाउँछ।
माथि कस्तो छ दाइ बाटो? भारसे आउँदाखेरि आज दुई ठाउँमा बाटो बन्द भयो गाइस है। अब यहाँ पनि ढलान हुँदै रहेछ। सो यहाँ पनि जान्छ गाडी जान्छ। अहिले हामी नमुना गैरे टोल पैदल मार्गमा रहेछौँ। नमुना गैरे पैदल मार्ग सत्यवती जुहान गैरे टोल है त गाइस। भारसे 17 पोइन्ट। यहाँबाट पनि बाटो खुलिसकेको छ। अब पनि कुनै ठाउँमा रुकावट नआओस् है। अब चाहिँ हामी चाहिँ माथि अब 17 किलोमिटर बाँकी छ है त गाइस। अब गाइस फाइनली हामी चाहिँ भारसेमा पुगिसकेको छौँ र अब हामी चाहिँ होमस्टेमा बस्न लागेको छौँ। यहाँ चाहिँ रानीवन होमस्टे रहेछ होइन। अनि हाम्रो गाडी छ रानीवन होमस्टे एन्ड पाहुना घर सत्यवती 8 भारसे है त गाइस। छिटो आउन ल हुन्छ क्या फेरि।